हैन अब उता घरमा चाहिँ ल हेलो हामी आएका छौं यहाँ। सो गाइस वी आर फाइनली इन मामा घर चाहिँ हामी आइपुगिसकेका छौं। आशीर्वाद दिँदैन के यो के विदेश जाने भन्नु नि विदेश जाने ज्ञानी हुनु रिस अलिक कम्ती गर्नु बले भन्ने कुरा चाहिँ मान्नु के लाडेर पारे लागेको दही अझै त्यति राम्रो लाग्छ। अब बाबाले दली त दियो अनुहार गरी कति धेरै दिन लाग्छ ड्याडीले आज इसरो बन्द दिएको जाउँ पैसा चाहिँ कति एउटा सिल्भर चिका बल घिउ हाल्नुपर्छ भन्नुपर्छ भने जरी चुक्छ दही हाल्नु दही दही त दही हालेको चिनी अलिक बढी हाल्नु आशीर्वाद अलिक दर दिनु है। चिनी दरै दिएको छ मेरो छोरीलाई नवदुर्गा भनीको प्रसाद विजय दशमीको सधैँभरि मेरो छोराछोरीले टिका लाउनु पाओस् भाग्यमानी होस् आमा बाउले चिताको हागेको ताकेको पुगोस् आमा बाउसँग तर मुख लाग्ने होइन सधैँभरि टिका लाउनु पाऊँ मेरो छोराछोरीलाई हाकेको ताकेको चिताए काम पुगोस् सबैभन्दा कमजोर नहुनु एकदम ज्ञानी हुनु ट्यालेन्ट हुनु इष्टमित राख्नु नरनाता सम्झिनु ज्ञानी हुनु ट्यालेन्ट हुनु सबैभन्दा बाउ माइतीलाई रेस्पेक्ट गर्नु ज्ञानी हुनु आमा बाउले चिताएको हाकेको ताकेको पुरुष नआउँदा केस नरोस् हिँड्दा ठेस नलागोस् छोटो डेटिङ गाडी नै यो पोहोरको पैसा हो मेरो कान्छी छोरीको दिदीहरूलाई पनि राखिदिएको छु दाजुहरूलाई पनि एल्सा दिदी जाँदा पठाइदिन्छु कान्ता दिदीको पनि राखिदिएको छु ल ल ल ल ल खुट्टा ल भाग्यमानी हुनु ल ए यहाँ हाम्रो त यो लाउनुपर्छ त राईको भान्जी हो हाम्रो त ठुलो सम्मान हो म तललाई गरे मलाई के लागिदिन्छ ओइ कुरोको लागि टिप्पा मात्रै लाउ खोइ बुढाले टिका लगाएर त मलाई त थाहा थिएन हाम्रो त राईहरूको त चल्दैन यो नेवरहरूको के हुँदो रहेछ हल्ला नगर्ने किसिम नगर्ने बुढालाई खतरनाक के मनमा चाहिँ के आशीर्वाद दिँदैछ हो मेरो बुढी धेरै बाँचोस् सानो राजु टिपी यसरी नै अब हल्ला गर्दै सँगै बस्नु पाऊ ल्याउने गरे पनि ठिकै छ ल्याउने कि 4 चोटि लाउनु कि 3 चोटि 2 चोटि मात्रै 3 चोटि लाउने हो कति पैसा दिनु 100 रुपियाँ मान्छेहरूको दुनियाँभरको गरगहना दिँदा 100 रुपियाँ चाहिँ के काम गरगहना पनि सबै दिइसकेको सबै धेरै त हेलो अनि नमस्ते वेलकम ब्याक फेरि पनि मेरो अर्को नयाँ भिडियोमा इट्स मी अस्मिता साके साथीहरू नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु।
अनि यो रहेको छ मेरो दसैँको भ्लग साथीहरू। हिजो चाहिँ फर्स्ट टिका थियो दसैँको। आई होप सबैजनालाई थाहा नै छ, सबैले राम्ररी मनाउनु भयो होला। वन्स अगेन ह्याप्पी दसैँ भन्न चाहन्छु। हिजो चाहिँ एकदम रस भएर मैले चाहिँ मेरो भिडियोको स्टार्टिङ गर्नु पाएको थिइनँ, त्यही भएर साथीहरू मैले चाहिँ आज स्टार्ट गर्दैछु भोइस ओभर साथ होइन, भोइस ओभरसँग। सो राम्रो भिडियो हेर्दै राम्रो भ्यू हेर्दै मेरो भिडियोको मजा लिनु होला साथीहरू। यति भन्दै मेरो भिडियो स्टार्ट गर्छु है त। सो मेरो अगाडिको भिडियोहरू पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सो यति भन्दै मेरो भिडियो स्टार्ट गर्छु साथीहरू। ल जमाई त सर पारेर टिका लगाउनु है त। अस्मिताले खिच्देको छ। कानमा मात्र लगाइदिनु न, लगाइसकेकोलाई त यता साइडमा लगाइदिनुहुन्छ नि तपाईँलाई। आज लगाइदिएन दाजुले लगाइदिनु, हामीलाई त लगाइदिनु भएन। साइडमा लगाइदिए छैन, बिर्सेछ आज बडोले। तपाईँ दुईजना त बिर्स्यो कस्तो है मैले त भनेको त। मिलाएर गर्नुपर्छ त्यो पनि हैन भाइ? नानीलाई कति तिनटै नै यहाँ बिचमा मात्रै सुमरार राईहरुको यहाँसम्म लाउँथ्यो सेतो टिका। यहाँ मात्रै यसरी गरेर यहाँसम्म लाउँछ सुमरार राईहरु। हाम्रोमा चाहिँ गरिन छोराको धेरै हुन्छ हुँदैन। अनि आमाको भन्ने छोराको भन्ने के एउटै होइन। दक्षिणाले धेरै बल्ल फुलेछ मासु। उता तिम्रो पाला आयो जाऊ, उतापट्टि जान बाहिर, तर उता बस् हौ। त्यहाँ के गीत गाएको हौ त्यस्तो? म त बुझिनँ त हौ। गीत गाएको हो, म पनि सुनाउ त। के गीत गाएको है? जान्छ अगाडि जा। मलाई नसुनाउने ल अब यसको बालो नि ए मात्रै हैन, जे ल्याउने हुन्छ पास हुनु। ठाडो गर्ने जे ल्याउने हुन्छ पास हुनु। अलिक ठाडो पर्न, अलिक ठाडो पर्। हो अगाडि जा। ब्याग बोकेर ब्याग बोकेर हामी पैसा जम्मा गरेको। आमा छोरा कान्छ सबैको हो नि त। अलिकति आइज न, अलिक टाँसिन हो। ल जा अब खाइसकेछ त। अब तपाईँहरूको पालो सकेपछि मेरै होला नि हैन? हो पूर्ण गई ससुराली आउँदा नाम काट्दैन भनेर तँलाई थाहा छैन? ए मेरो बुढा बन
तपाईहरुकै आशीर्वाद हो योले करोड करोड लाख लाख हुने त हो नि हैन अब अमेरिका उहाँको अनि मेरो त अब यो बुढीमा किन गरिरहेका हुन् दाजुलाई कस्तो खालको रहेछ भात कम खानु मासु जति खानु है राम्रो के गर्नु र भान्जी यहाँ ड्रेस छ नि उता ए काका नभन्नु रे उहाँ चाहिँ मेरो काका तर काका नभन्नु डाका भन्नु रे के आफै भन्नु भएको ल झन् मैले मेरो काका जोजोलपा भनेको त के को काका डाका डन भन्नु रे ल ल डाका डन मेरो काका ल आएन भिडियो भिडियो चाहिँ आयो होला हो दुईटै आएन सर ल यस्तो थिच्नु भएन होला मजाले सिकाउनु पर्दैन मलाई के थाहा त फेरि बस अहिले अर्को पालिमा यो यहाँ थिच्नु पर्ने हो यो भिडियो पनि हुन्छ फोटो पनि हुन्छ डबल यहाँ भिडियो गर्दै गर्यो हामी फर्स्ट आज काम छैन यो बडो अहिले काकाले सकिहाल्छ मेरो पनि झड्यो चाँडो जानु भनेर छोरा छोरीको बिहा गर्नुपर्छ कहाँ धेरै नपराउनु आशीर्वाद त्यस्तो माया गर्नु परेवा जोडी यस्तै भएर बस्नु है गाडी किनिहाल्नु है पहिले भन्दा त अहिले त यत्रो अब चाहिँ हाम्रो पालो सक्यो भागिहाल्ने के हो न आमाले यो त हेर्ने कि उता हेर्ने हुन्छ मलाई बोलाउ न म फुर्सद छु ल भिडियो खिचेर राखेछ है पिर नगर हेर्नु भएन भने यहाँ साथी छ हुनुहुन्छ हो उठेर रेडी रेड लाइन बस बस
त्यस्तै हो राम्रो भएको जमरा चिम्टी एउटा लाउनु पर्यो। सो गाइस हामी चाहिँ फेरि टिका लाउनु जान लागेको मामा घर सबजना रेडी मलाई त्यस्तो हरियो चस्मा लगाइदियो सो गाइस हामी चाहिँ होइन अब उता घरमा चाहिँ टिका लगाएर आइसक्यौँ हो अब चाहिँ हामी त मामा घर जान लागेको सागा भन्दा नि माथि होइन अब है गाइजहरू हामी चाहिँ हिँडेको अब कति घन्टा स्कुटरमा बस्नुपर्ने हुन्छ साथीहरू खाना जलाइदिएर सो गाइस जाँदा त रोड पनि पुरै खाली खाली छ रोड पुरै खाली पसल पनि खाली एभ्रिथिङ इज क्लोज So guys, जब हामीले यहाँ सरर लागेर जान्छौँ पुगेपछि डाइरेक्ट भेट्नु भयो त सो गाइज वी आर फाइनली इन मामा घर चाहिँ हामी आइपुगिसकेको छौँ साथीहरू होइन अनि सो म तपाईँहरूलाई यहाँको भ्यू देखाउँछु होइन अघि चाहिँ आउनु थोरै ढिलो भयो 1 घन्टा पाउने 1 घन्टा जस्तो किनकि त्यहाँ मेला थियो रोड पर बजारमा अनि पुरा प्याक थियो क्या सो अलिकति टाइम लाग्यो नि म तपाईँलाई यहाँको भ्यू देखाउँछु ल तपाईँहरू हेरेको हुनुहुन्छ यो चाहिँ ठ्याक्कै नगरकोट चाहिँ माथिल्लो बाटो पर्छ हामी चाहिँ ठ्याक्कै नगरकोटबाट तल्लो बाटो हो क्या हेर्नुहोस् है द भ्यू साथीहरू गाइस सी द भ्यू यस्तो दामी छ नि अझ बिहान त यस्तो दामी देख्छ मैले अस्ति नै हालेको थिएँ हेर्नु न यसलाई के भन्छ यसलाई चामल भन्छ होइन धान सो तिनीहरू चाहिँ भर्खर आउँदैछ ओइ खोइ चटपटे ए पानीपुरी छिटो छिटो सो यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ आज पुरा हो दौरा सुरुवालमा ढाका टोपी लाएर राजा भएर बसिराख्नु भएको छ हाम्रो मामा भएर बसिरहेको छ दसैँ कस्तो हुँदैछ त मामा अब दसैँ त 2082 सालको सुँगुर पनि काटियो सुँगुर काट्यो ए थुप्रो 40 धार्नेको पो काट्यो त 40 धार्नी होला बेसी होला नि 40 त बेसी होला 40 बेसी केजी पो 80 त ए भिडियो भइराछ उल्लु बनाएर मामालाई चाहिँ सोधिरहेको थिएँ नि त मैले अस्मिता आज त एकपटि गाए आज चाहिँ नानालाई मैले टिका लगाइदिनु पर्ने अनि भान्जीलाई अनि धुनालाई ठुलो मान्छेलाई हेरौँ त यहाँ आमामामा दौरा सुरा लगाएर अनि छ्यामा दसैँ कस्तो भइरहेछ त अनि हामी नेपालीहरूको चाड चाहिँ दसैँलाई चाहिँ हामीले एकदम यसपालि एकदम रोइला टाइपले मनाइयो कोही चाहिँ क्यामेरामा हेर्दैछ नयाँ मान्छेहरूको सो गाइस अब चाहिँ हामी अब टिका लाउनु पर्ने हुन्छ एकछिनमा होइन सो अहिलेलाई चाहिँ क्यामेरा राख्छु किनकि यो हात चाहिँ यता पुरा दुखिरहेको छ यो हातहरू मेरो के भएको होइन त्यही हो अब फेरि एकछिनमा भेट्छौँ अहिलेका लागि चाहिँ बाई बाई ह्याप्पी विजयादशमी
82 सालको भिडियो गर भिडियो गर राम्रो निकाल्ने थियो फेरि पकडी ननिकाल यो ठाउँको एरिया तल थाहा छ नगरकोटको छेउमा कहाँ हो नगरकोटको छेउ होइन त यो नगरकोटको तल्लो बाटो देख्दा डरलाग्दो ऋतुले देख्दा डरलाग्दो हुने भन्छ बाबा सूर्य चन्द्र सुनकोशी तामाकोशी जस्तो नासुवास चलिरहेको छ कसको नातिभन्दा खन्नाको भन्नुहुन्छ जस्तो मामाले चाहिँ खतरा आशीर्वाद दिँदै हुन्छ है आशीर्वाद दिएको सुन त्यहाँ हाम्रो राईहरूले कसरी दिन्छ कस्तो हुँदैछ दसैँ कान्छी कस्तो हुँदैछ दसैँ सधैँ कसैलाई नराउनु भन्छ अहिले त मलाई तैँले त कुदाएर डौडाएर राम्रो म त सातो पुत्लो गयो म त स्कुटरमा बस्नु पर्यो भनेर बस्नु भनेको त्यस्तरी हात नआएकै आशीर्वाद त खतरा दिन्छ अनि भयो त लागेको टिका मनपर्छ कति वर्ष 82 सालको काठमाडौँ कति वर्ष टिका लाउनु पाए टिका भन्छ आफ्ना घर गाउँ भन्दा खन्ना ठाउँ भन्नु फर्कियो भन्दा खन्ना भन्नु रे कसको छोरी भन्दा खन्नाको भन्नु रे कसको छोरी भन्दा खन्नाको भन्नु रे बाउ माइतीको इज्जत राख्नु रे बाउ काइनहरु मेरो पाला आइन त्यो बच्चाहरु बुढाबुढी मेरो बच्चा थियो चन्द्र सूर्य भगवान जस्तो साह्रै रजनी शत्रुले देख्दा डरलाग्दो मृत्युले देख्दा डरलाग्दो कसैको मन नराउनु सुनको सितामा पछि जस्तो सधैँ अरुण तमर जस्तो भनेको पश्चात मान्छे भन्दा त राम्रो रहेछ बरु गाइस म चाहिँ खानुलाई चाहिँ दाइले त दिइसकेछ हेलो हेलो हामी आएका छौँ यहाँ भ्युज हेर्नको लागि के बोलेको के तपाईलाई त मजाले दिनु भयो हेलो एभ्रीवान हामी चाहिँ फाइनली मामा घर आइसकेर पनि टिका टाल्लो लगाइसकेर पनि दसैँ हजुरको चाहिँ कस्तो भइरहेछ हाम्रो चाहिँ यस्तै बिजोक रमाइलो गइरहेको छ होइन अनि हामी चाहिँ लाइक 1 घन्टाको राइड पछि चाहिँ हामी फाइनल आइपुगिसक्यौँ हो अनि सो मम्मीहरू चाहिँ तल हुनुहुन्छ अनि हामी चाहिँ यहाँ माथि आएको छौँ टु लुक एट द भ्यू होइन सो तपाईँले भ्यू देख्न सक्नुहुन्छ यसरी घुमाएर यसरी भ्यू देखाइदिनु त सो देख्नु सक्नुहुन्छ यस्तो दामी छ अझै अहिले त अँध्यारो भयो कि अलिक लाइक बिहान बिहान दिउँसोमा त यस्तो राम्रो देखिन्छ यो चाहिँ ठ्याक्क तल्लोपट्टि हो नि त सो देखिसक्नुभयो होला तपाईँहरूले एकदम राम्रो राम्रो ठाउँ चाहिँ यो ठ्याक्क नगरकोटको तल्लोपट्टि होइन यो नगरकोटको तल्लोपट्टि हो यो ठाउँको नाम के हो भाइहरू भन्दै रहेछु कति हो सुन्नुभयो होला नि तपाईँहरूले So hello everyone, finally मेरो फोटो सेसन भिडियोज एभ्रिथिङ इज कम्प्लिट अनि अहिले चाहिँ बजेको छ बेलुकीको 7:30 भइसकेको साथीहरू सो देख्न सक्नुहुन्छ यस्तो अँध्यारो भइसकेको छ होइन सो साथीहरू मेरो दसैँ चाहिँ यसरी नै गयो रमाइलो भयो होइन मामा घर आएको छु होइन यहाँबाट पछाडि गयो भने चाहिँ म लड्छु होइन सो मेरो चाहिँ यसरी नै गयो हजुरको कसरी गयो फर्स्टमा म घर गएको थिएँ मूल घरमा मेरो काका काकी बडा बडी
दाईहरूको सबैको हातको टिका लगाइसकेपछि चाहिँ म फाइनली मेरो मामा घर आएको थिएँ। मैले अघि नै देखाइसकेँ मेरो मामा घरको भ्यू कस्तो छ, तर अहिले चाहिँ देखाउनु मिल्दैन बिकज इट्स भेरी राति भइसकेको छ साथीहरू। धेरै राति होइन, इट्स 7 o'clock, तर अहिले त 7 o'clock पनि कति धेरै राति पर्छ नि त, हजुरलाई थाहा छ नि त साथीहरू। सो यो चाहिँ हो नगरकोटको ठ्याक्कै तल, नगरकोट चाहिँ अर्को बाटो जानुपर्छ, यो चाहिँ नगरकोटबाट यता हो। अब त देखाउनु पनि मिल्दैन किनकि अहिले त बेलुकी भइसक्यो, अघि देखाउँछु भन्दै तर बिर्सेँ मैले। यसो साथीहरू मेरो चाहिँ दसैँ यसरी गयो, हजुरको चाहिँ कसरी गयो? सो वान्स अगेन ह्याप्पी दसैँ हजुरहरूलाई। अनि मैले चाहिँ हिजो मेरो भ्लग हिजो नै हाल्छु भनेको थिएँ, त्यो मेरो जुन हुन्छ नि दसैँको तयारीवाला भ्लग, मैले चाहिँ हाल्नु पाएको थिइनँ, मैले अघि बिहान मात्रै हालेको थिएँ। सो साथीहरू त्यहाँ पनि गएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला, यसरी राम्रो राम्रो भिडियो अभियसली ल्याउने नै छु साथीहरू। सो अनि मेरो चाहिँ आजको दिन यसरी नै गयो साथीहरू, एकदम रमाइलो भयो। हजुरको कस्तो भयो? रमाइलो भयो होला। अनि वान्स अगेन सबैलाई फेरि पनि ह्याप्पी दसैँ। कतिले मनाउनु भयो होला, कतिले मनाउनु भएन होला होइन, कतिजना विदेशमा हुनुहुन्छ होइन, आफ्नो फ्यामिलीलाई सम्झिँदै हुनुहुन्छ होला होइन। अब त्यस्तै हो नेपालीको जिन्दगी, कहिले नेपाल कहिले कहाँ, कहिले पनि हामी एभ्री फ्यामिलीहरू कहिले पनि सँगै हुँदैनौँ बिकज अफ आवर कन्ट्री होइन। अब आफ्नै देशमा राम्रो काम पाएको भए त दसैँ तिहारमा सबैजना सँगै हुनु पाउँथ्यौँ, तर के गर्नु अनफर्चुनेटली त्यो हुनु सक्दैन कहिले पनि होइन। अब लेट्स होप फर बेस्ट। हाम्रो कन्ट्री अब यत्रो ठुलो योभन्दा अगाडि पनि आन्दोलन भएको थियो होइन, प्रोटेस्ट भएको थियो, त्यसले केही चेन्ज ल्याउँछ अब वी डोन्ट नो होइन, थाहा छैन। बट त्यो कुरा सबैलाई साइडमा राखेर वान्स अगेन साथीहरू ह्याप्पी दसैँ। अनि आयो तपाईँहरूको सबैको राम्रो गयो होला ह्याप्पी दसैँ। सो विदेशमा हुने, गाउँमा हुने मेरो आफन्त, मेरो साथीभाइ, दिदीबहिनी तथा दाजुभाइ, भाइ बहिनी सबजनालाई 2 हात जोडेर चाहिँ ह्याप्पी दसैँको धेरै धेरै शुभकामना। अब त रात पनि परिसक्यो, सो आई होप हजुरको राम्रै गयो होला। सो यति भन्दै मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्छु। सो मेरो भिडियोमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू, अगाडिको भिडियोमा नि गएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यस्तै राम्रो राम्रो भिडियो ल्याउने नै छु साथीहरू। सो फिलहालको लागि चाहिँ बाई बाई, फेरि भेट्नुपर्छ अर्को नयाँ भिडियोमा। हस् त, नमस्ते।